नमो नमः। यदि तपाईँहरूको विवाह फिक्स भइसकेको छ, कार्ड छापिसक्नु भएको छ, टिकाटालो लगाइसक्नु भएको छ, फलानु दिन विवाह भनेर निमन्त्रणा पठाइसक्नु भएको छ, तब तपाईँ चिना हेर्नु कदापि नजानुहोस् या नपठाउनुहोस्। किनभने कुण्डलीमा कहिले कस्तो अवस्थामा सिर्जित हुन्छ भने एउटै नाडी, एउटै गण, एउटै चाहिँ राशि र माङ्गलिक योगको प्रभावमा जिन्दगी त्यो कुण्डली व्यतीत भइरहेको हुन्छ। त्यो अवस्थामा त्यो चिना हेराउन जाँदा त्यो गुरुको प्रभाव या गुरुले कुन अवस्थामा चाहिँ त्यो जातकलाई चाहिँ खुसी बनाएर पठाउने त, या विवाह नगर्नु भन्नाको अवस्थामा कस्तो हुन्छ त। त्यो योग भनेको गम्भीर योग हो। कुण्डलीमा सबभन्दा ठुलो दोष भनेको नाडी दोष लाग्छ, तर भनिन्छ विप्रलय मात्र लाग्छ। 36वटा गुणमा विप्रलय मात्र नाडी दोष लाग्छ त। भकुटहरू मिलाउँदाखेरिको अवस्थामा त्यही अवस्था सिर्जित हुन्छ त। हेर्न त पर्यो कुण्डलीको प्रभावहरू, गुणका प्रभावहरू, नाडीको दृष्टिगोचर कस्तो छ, या कुण्डलीमा शुक्रको प्रभाव, सप्तम ग्रह भावमा कस्तो खालको ग्रह, पाप ग्रहको दृष्टि, यी यावत कुरा हेर्दाखेरि त्यो योग जटिल योग हो। शुक्रको दृष्टि पनि राम्रो छैन, पाप ग्रहसँग बसेको छ, पाप ग्रहले दृष्टि दिइरहेको छ। माङ्गलिक योग छ, मङ्गल पनि राहुसँग बसिरहेको छ सप्तम भावकै दृष्टिमा। भने त्यो अवस्थामा कसरी विवाहलाई चाहिँ खुसी बनाएर जातकलाई पठाउने। त्यसैले यदि यो अवस्था हुनुहुन्छ भने कदापि चिना हेर्न नजानुहोस्। यदि हेर्नुहुन्छ भने पूर्व नै चिना हेर्नुहोस्। अब विवाह फिक्स भइसक्यो, एकपल्ट चिना हेराउनु त कस्तो रहेछ भनेर जानुहुन्छ भने तपाईँको मनमा झन् दुविधा उठ्छ, मनमा चाहिँ खुल्दुली पैदा हुन्छ। त्यसैले यी पाटाहरूमा कदापि नजानुहोला। यदि तपाईँको नारी फरक छ, एउटै नक्षत्र भए पनि पाउ फरक छ भने केही हदसम्म त्यसले आफसे आफ दोष निवारण गर्छ, शान्ति हुन्छ। तर त्यो यदि छैन भने यी प्रभावहरूमा ज्योतिषीयको सल्लाह लिएर जीवन प्रभावलाई सहज कसरी हुन्छ त। वैवाहिक जीवनका पाटाहरू कस्तो रहन्छन्, सन्तानका भावका पाटाहरू कस्तो रहन्छन्, भोलिको भविष्य वैवाहिक जीवनको कस्तो रहन्छ, एक आपसका मित्रता कस्तो रहन्छ, यी समस्त कुराहरूलाई हामीले हेर्न आवश्यक रहन्छ। त्यसैले चिना विवाह फिक्स भइसकेर विवाह गर्ने दिन तोकिसकेपछि चिना नहेर्नुहोस्, या हेर्नु छ पूर्व हेर्नुहोस्, पहिले नै हेर्नुहोस्। यदि विवाह फिक्स भइसकेपछि चिनाको कुरै नगर्नुहोस्। त्यसैले मन पराएर विवाह भएका कुराहरूमा पनि यो समस्या आउन सक्छ। त्यसैले यी यावत कुराहरूलाई पूर्व नै हामीले पहिचान्ने या थाहा पाउने प्रयत्न गऱ्यौँ भने धेरै शुभ मानिन्छ र वैवाहिक जीवन पनि राम्रो मानिन्छ। नमो नमः।